आजको वितण्डा, आजको ताण्डव र आजको नरसंहार रक्तपात पछाडि गृहमन्त्रीले राजीनामा दिएछन् र क्याबिनेटले एउटा छानबिन समिति बनाएछ। सकियो अब कि सकियो? फिनिस्ड। कानुनका जानकारहरू भनिरहेका छन् आज सरकारले जसरी डिल गर्यो, आन्दोलनकारीहरूसँग प्रदर्शनकारीहरूसँग जसरी डिल गर्यो, यो कुनै सिचुएसनल कुरा थिएन, यो परिस्थितिजन्य घटना थिएन, यो हत्या हो। जेएनजीको यो प्रदर्शनमा राज्यले जसरी डिल गर्यो, आजबाट केपी ओलीको सरकार, जुन केपी ओली र शेरबहादुर देउवा मिलेर बनाएका छन् र यिनीहरू जस्तै अन्य दलका नेता जो सत्तामा पालैपालो बाँडीचुडी पुग्ने गर्दछन्, यिनीहरू सबैको राजनीतिक औचित्य आजबाट सकिएको छ। जेएनजीले स्कुल कलेजको क्लासहरू सकियो, अब एकैछिन सडकतिर गएर आन्दोलन गरौँ भनेर आएको थिएन। जेएनजीले भनेको थियो हामी यो दिनमा आन्दोलनमा सडकमा आउँदैछौँ भनेर। जेएनजीले भनेको थियो यो समयमा यो ठाउँमा आउँदैछौँ भनेर पूर्व निर्धारित थियो। तर पूर्व निर्धारित जेएनजीको आन्दोलनलाई लिएर सरकारको तयारी के थियो? सरकारको तयारी कञ्चडमा ताकेर गोली हान्ने बाहेकको अरू तयारी देखिएन। शासकहरूको लागि त एउटा प्रदर्शनकारी मारियो होला, तर दर्जनौं परिवारको लागि संसार सकिएको छ। आजसम्म विद्रोहको लागि तयार नभएको त्यो पुस्ताको त्यो अनुहार आज सडकमा किन आउन बाध्य भएको छ? त्यो पनि स्वतःस्फूर्त रूपमा 8 सेप्टेम्बर भन्दा अगाडि राज्यले सोच्नु पर्दथ्यो। त्यो त सोचेन, तर स्वतःस्फूर्त रूपमा आउने जेएनजीको प्रदर्शन र त्यसको परिणाम के हुन सक्छ भन्ने कुराको आकलन गर्नु एउटा सुरक्षा व्यवस्थापनको हिसाबले आधारभूत विषय हो। तर त्यो आकलन, सुरक्षा चुनौतीको आकलन, त्यसको व्यवस्थापन र पूर्व तयारीमा देशको गृह प्रशासन पुरै चुकेको छ। युवा पुस्ताले राजनीति बुझ्दैन, खास गरी जेएनजीले राजनीति बुझ्दैन, समाज बुझ्दैन भन्ने किसिमको जुन मान्यता र भाष्य बनाउन खोजिएको थियो, त्यो आजबाट पुरै भत्केको दिन हो र यी दलका यी नेताहरूको औचित्य, राजनीतिक औचित्य आजबाट सकिएको दिन हो। र यो जेएनजी पुस्ताको इतिहासको सबैभन्दा ठुलो र अँध्यारो कालो दिनलाई गृहमन्त्रीको राजीनामा र एउटा फगत औपचारिकताको छानबिन समितिले टालटुल गर्ने प्रयास नगरियोस्।